भाइको दाइ थ्याङ्क यू यार फेरि मलाई माथि तानिदिनु भयो धन्यवाद दाइ सुना न एक सुनौ यार सुनौ नत्र निकै लाग्छ नत्र म दाइ पुरा वर्षसम्म सोच्ने थिएँ त्यो भाइ एकदिन आएको थियो चुटकिला सुनाउँछु भन्दै थियो कहाँ गयो होला भनेर सोचेर बस्थेँ यार भन न। दाइ एकचोटि है ल ल ल ल एउटा अब ब्लड टेस्ट र युरिन टेस्टको बारेमा है तर दाइ बोल्नै आइरहेको छैन म के बोल्नु त यार यस्तो खुसी लाग्छ ठिक छ मेरो भाइ ल कालेर गरे हस्पिटलमा छि दाइ दाइ बोल्नै आइरहेको छैन यार दाइ के भनौँ कालेर गरे हस्पिटल जाँदै थिएँ होइन अनि दाइ चल भाइ त सुन तँलाई म अर्को दिन बोलाउँला त्यो दिन जीवनजल पानी खाएर आए दाइ प्लिज यार बोलाउनु होला है मलाई अहिले अर्को दिन आउँछु यहाँ आँटै आएर छैन दाइ यी मैले लेखेर नि राखेको छु दाइ यी लेखेर नि राखेको छु यी तर मलाई भन्न आइरहेको छैन दाइ कसम दाइ यार प्लिज दाइ प्लिज थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच दाइ यार प्लिज दाइ ल हस् दाइ हस् के भन्ने यार आज पनि नहोला जस्तो छ एकछिन त्यो ब्रदरलाई बोलाउनु एकैछिन त्यो ब्रदर हुनुहुन्छ भने एकैछिन आउनुहोस् त सेन ब्रदर स्ट्रेट आउट सुतिसक्नु भयो कि उहाँ स्ट्रेट आउट काभ्रेको राजा एकछिन आउनु पर्यो एकैछिन कि छोडिदियो यार उ गर्ला अहिले कि अहिले छोडिदियो है म त्यो उहाँसँग कनेक्ट गरेर उहाँलाई उ गरिदिएको पैसा म उसमा यतापट्टि कुल बोयको आइडी खोल्नु यता कुल ग्याङ अपडेट्स भनेर छ होइन 20.6K बुलेटिन बोर्डको मेम्बरहरू हुनुभएको छ त्यहाँ हुन्छ असली भवाल हो क्या एकैछिन त्यो हाम्रो ऱ्यापर ब्रदर हुनुहुन्छ नि उहाँलाई बोलाएर म पठाइदिउँला अहिले केही छैन हो क्या लभ छ अलवेज लभ आज फ्राइडे नाइट बवाल भयो मेरो फेरि भोलि जेठको 2 गते एउटा कुरा देखाउँछ भोलि के हो भन्दाखेरि फेरि भोलि यसो छ क्या कामकाज बिहानै बुझ्यो यो जेठको 2 गते 2078 जेठको 2 गते भोलि मेरो पापा बितेको दिन हो क्या बर्खी बुझ्यो बर्खी हो त्यसैले आज म चाँडै निस्किहाल्नु पर्ने छ हो क्या निस्किहाल्नु पर्ने छ बिहानै 6 बजी मन्सा पनि आज लाइभ आएन नि भोलि बिहानै छ हाम्रो उतापट्टि अनि त्यसैले जानै पर्ने हुन्छ राजाहरू अब आज यसो बोलाएर मेरो टप एमबिपिजहरू